दर्शक महानुभाव आज हामी यो इलामको राजधानीमा भएको जुन चाहिँ माताको कुरा छ त्यो कुराको हामी वास्तविक आज यहाँ हामी देखाइरहेका छौँ र यो के रहेछ भन्ने विषयवस्तुमा आज हामी यहाँ देखाउँछौँ। हामी चाहिँ यो चाहिँ शिला खनेर निकालिएको र माथि चाहिँ एउटा काठको मुडोले यसो थोरै छेकिएको जस्तो देखिँदैछौँ। त्यस पछाडि यहाँनिर कोही कामदै पनि हुनुहुन्छ र भक्तजनको पनि एकदमै धेरै ठुलो घुइँचो छ। यो देखिरहेको चाहिँ मुख्य शिलाको रूपमा लिएको छ र यिनले चाहिँ सबैभन्दा यताको देवीहरूको अन्य बहिनीहरूको भन्नुपर्छ नेतृत्व गरेको भनेर यहाँका भनेहरूको रहेको छ स्थानीय बिचको भनाइ। र हामी अन्य शिलाहरू पनि तपाईँलाई क्रमशः देखाउँछौँ र 5वटा शिलामध्ये चाहिँ यहाँ यसरी राखिएको छ र यहाँ यसरी पुज्न पनि थालिसकिएको छ र यो चाहिँ सपनामा सबै देखाइएका शिलाहरू भनिएको छ र वास्तविक यहाँनिर धेरैजना हुनुहुन्छ, धेरैजनाका धेरै कुराहरू पनि छन् र वास्तविक कुराहरूलाई हेर्दाखेरि यहाँ बाहिर निकाले उत्खनन गरेका ढुङ्गाहरू देखिएको छ। दर्शक महानुभाव हामी तपाईँलाई यसको सम्पूर्ण विस्तृत जानकारी चाहिँ परिवर्तनसँगै सृजनात्मक खोज भन्ने युट्युब च्यानलबाट तपाईँलाई हामी प्रत्यक्ष यसलाई मजाले देखाउनेछौँ र बाँकी कुरा चाहिँ तपाईँहरूलाई हामीले यो सर्ट भिडियो मात्रै देखायौँ र बाँकी कुरा हामी सम्पूर्ण कुराहरू त्यसको विस्तृत जानकारी तपाईँलाई हामी प्रस्तुत गर्नेछौँ।